नमस्कार हजुर। नमस्कार। तपाईलाई कार्यक्रममा स्वागत छ। परिचय दिनु होला। धन्यवाद। मेरो नाम भरत लिम्बू। हजुर। घर सङ्खसभा। हजुर हजुर। अनि अहिले चाहिँ यहाँ पाथेभारा दर्शनको लागि आएका थियौँ। पाथेभारा माताको बारेमा केही सुन्नु भएको थियो हजुरले? योभन्दा पहिले अलिकति जताततै अब पम्पलेटहरू टास्या अनि अलिकति अब सामाजिक सञ्जालमा देखेर पनि अनि त्यही भएर हामी चाहिँ अहिले कस्तो पहिलो टाइम फर्स्ट टाइम त्यही भएर हामी घुम्न आएका थियौँ। अनि रमाइलो लागिरहेछ? हजुर। अनि यहाँ भाकलहरू गऱ्यो भने पुरा हुन्छ भनेर एउटा धार्मिक विश्वास पनि छ। यहाँले केही भाकलहरू पनि राख्नु भएको थियो कि? त्यस्तो भाकल चाहिँ खासै केही थिएन। अब पहिलो नयाँ ठाउँ र एकचोटि पुग्ने भन्ने चाहिँ थियो। पुग्यो। कति घन्टा लाएर जानुभयो नि? लगभग 2.5 घन्टा फेदीबाट 2.5 घन्टा चाहिँ लाग्यो। बिस्तारै आउनुभयो? हजुर। कसैलाई चाहिँ कसरी जाने होला भनेर सकिँदैन कि जस्तो पनि फिल हुन्छ होला, के भन्न चाहनुहुन्छ? अब बाटो समग्रमा उकालो छ। अब नहारिकन निरन्तर पाइला चालिरह्यो भने चाहिँ जो छिटै पुगिन्छ। बाटोमा अब बिचबिचमा बस्ने गऱ्यो भने चाहिँ अब ढिलै हुन्छ। बिस्तारै जान्छु भन्नेले पनि सजिलै आउन सक्नुहुन्छ। हजुर हैन? हजुर। रफ्तार निरन्तर दिनु पर्यो, आइपुगिन्छ एकदम छिटै। दर्शन गरेर कस्तो अनुभव भइरहेछ नि? एकदम अब फेरि पनि आउँ लागिरहेछ। अब के हुन्छ समयले साथ माताले बोलाउनु भयो भने। अनि के भन्न चाहनुहुन्छ अन्तमा? केही सन्देश छ हजुरको? अन्तमा अब आउने यात्रुहरूलाई चाहिँ अब पाथीभारा प्रेमीहरूलाई चाहिँ आन्तरिक पर्यटन प्रबन्धन हुन्छ अनि आफ्नो धार्मिक अब सहिष्णुता अब जोगाउने अब हुन्छ। त्यही भएर आउँदाखेरि एकदम राम्रो। हजुर लिम्बू हुनुहुन्छ अनि यसो विभिन्न हुन्छ नि पार्टिसन गरेर यो मेरो भगवान यो मेरो धर्म यो भन्छन्। हजुर अब सबैतिरको हजुरको समान आस्था छ होइन? के भन्न चाहनुहुन्छ यसमा? के बुझाइ छ? कस्तो भने यो धर्म भनेको कुनै व्यक्तिको पेवा होइन। अनि त्यही भएर अब सम्पूर्ण नेपालीले जुनसुकै धर्म नि मान्न पाउनुपर्छ। हाम्रो सद्भाव हुनुपर्छ होइन? हजुर। त्यही भएर हजुरलाई सबैमा आस्था छ? मलाई चाहिँ त्यस्तो सबैमा आस्था छ। त्यस्तो यो त्यस्तो ऊ त्यस्तो भन्ने छुट्याउनु छैन। हुन्छ, धन्यवाद छ। हस्, धन्यवाद।